अर्घा दरबार, यता कामना मनोकामना मन्त्र एसी छ। अर्घा दरबार एयरबस 22 VIP सोफा काठमाडौँ पुरको अर्घाखाँची। साइडमा कामना लेखेको छ। ग्रेट नेपाल 22 VIP सोफा सिट स्लिपर। यो चाहिँ न्युली लन्च्ड मन्त्र एसी है अर्घाखाँची काठमाडौँ डी रुटको बस। अगाडि जाने क्या। यो चाहिँ हाम्रो सन्धि खर्क बस पार्कको काउन्टर है। पश्चिम नेपाल बस व्यवसाय प्रणालीको कन्ट्याक्ट नम्बर यहीँ छ बुकिङको लागि। यो बसहरू चाहिँ मेरो एकदम फेभरेट है, किनकि चेसिस हाल्दादेखि सब बडी बन्नसम्म यसको सब उतै बडी कारखानामा गएर भिडियो बनाएको नि त यिनीहरूको। यता चाहिँ नयाँ अर्घा दरबार एयरबस छ काठमाडौँ अर्घाखाँचीपुर कोट रोडको 1216। अर्घा दरबार 22 सोफा नाइस रहेछ यार, फर्स्ट टाइम चाहिँ यसमा त। यो अर्को अर्घा दरबार 1211। यो चाहिँ हाम्रो शान्ति बगैँचा अर्घाखाँची सन्धि खर्क है। यो चाहिँ हाम्रो पश्चिम नेपालको काउन्टर है। कामना एसी बसको टिकट चाहिँ यहीँदेखि पाउँछ है। यता चाहिँ हाम्रो कामना एयरबस छ अर्घाखाँचीदेखि दिल्ली रुटमा चल्ने। यता अर्घा दरबार, यता कामना मनोकामना मन्त्र एसी छ। हामी चाहिँ फर्स्टमा BS6 को रिभ्यू गरौँ है। अगाडि चाहिँ नेपाल भारत मैत्री बस सेवा एयरबस एसी लेखेको छ। तल कामना मङ्गना मेट्रो भाग्यलक्ष्मी ओम नमः शिवाय अनि यहाँ सुब्बादेव रैलीको लोगो छ। साइड लुक्समा चाहिँ कामना कम्पनीको ब्रान्डिङ गरिएको छ भने कामना लेखेर ग्रिन कलरको फुल फिनिसिङमा पेन्ट गरिएको छ बसलाई। माथि सुपर डिलक्स BS6 एसी एयरबस छ। यहाँ चाहिँ पश्चिम नेपाल बस व्यवसाय प्रणाली समितिको नाम छ अनि यहाँ कन्ट्याक्ट नम्बर छ। हजुरहरूलाई बुकिङ गर्नु छ भने त्यही कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यता अतिथि देवो भव मिरर। ब्याक लुक्समा चाहिँ माथि सुब्बा देउराली दर्शन लेखिएको छ। तल कामना एयरबस अनि फुल सेन्ट्रल टप एयर कन्डिसनर फिल्ड हो, तर सेन्ट्रल एसी चाहिँ होइन, यसमा नर्मल एसी हो। अनि नेपाल भारत मैत्री बस सेवा लेखेको छ मुनिपट्टि अनि कामनाको के लेखिएको छ। अनि तल बस नम्बरहरू 0060 0061। यो चाहिँ हाम्रो नक्खु बडी बिल्डरमा भनेको बस हो ललितपुर। यता चाहिँ हाम्रो अर्घा दरबार 1216। यता हाम्रो कामना एयरबस 0852। यता चाहिँ मनोकामना छ। यहाँ चाहिँ लोकल बसहरू छ पुरानो। यता चाहिँ हाम्रो अर्घा दरबार छ। अर्घा दरबार एयरबस 22 VIP सोफा काठमाडौँ पुरको अर्घाखाँची। यता चाहिँ हाम्रो काठमाडौँ रुटको कामना एयरबस। यस बडी बिल्डर वीरगन्जमा बनेको रहेछ हाम्रो। साइडमा कामना लेखेको छ। ग्रेट नेपाल 22 VIP सोफा सिट स्लिपर। यो चाहिँ मनोकामना। यो चाहिँ दामी देखियो है लुक्स, विल कभरले गर्दा पनि एकदम दामी देखिएछ। पछाडि जयश्री सुब्बा देउराली अर्घाखाँची काठमाडौँ मनोकामना 0899। यता चाहिँ हाम्रो कामना 0852 डिपार्चर गर्न लागिरहेछ। यो चाहिँ न्युली लन्च्ड मन्त्र एसी है अर्घाखाँची काठमाडौँ डी रुटको बस। मन्त्र एसी सुब्बा देउराली काठमाडौँ अर्घाखाँची प्राइड अफ सुब्बा देउराली। कन्ट्याक्ट फर बुकिङ यहाँ छ। अगाडि जाने हो क्या हामी, रोक्नु।
यो चाहिँ हाम्रो सन्धि खर्क बस पार्कको काउन्टर है। पश्चिम नेपाल बस व्यवसाय प्रणालीको कन्ट्याक्ट नम्बर यहीँ छ बुकिङको लागि। सब पश्चिम नेपाल बस व्यवसाय प्रणालीको बस हो। अर्घाखाँचीमा अहिले कुद्ने चाहिँ नयाँ देउरालीको चाहिँ अब आउँदैछ सबै नयाँ नयाँ। यो बसहरू चाहिँ मेरो एकदम फेभरेट है, किनकि चेसिस हाल्दादेखि सब बोडी बन्नसम्म यसको सब उतै बोडी कारखानामा गएर भिडियो बनाएको नि त यिनीहरूको। बेस्ट हो मेरो यो चाहिँ फेभरेट कामना ग्रुपको बसहरूमध्ये। र चाहिँ नयाँ अर्घा दरबार एयरबस छ काठमाडौँ अर्घाखाँची पुरकोट रोडको 1216। यसको इन्टेरियरतिर जाऊँ न यार। अशोक लेरेनको गाडी यो चाहिँ। यसको अरू बस चाहिँ अरू कोही पुरकोट कोही काठमाडौँ गएको होलान्। अर्घा दरबार 22 सोफा नाइस रहेछ यार। फर्स्ट टाइम चाहिँ यसमा त स्लिपर 22। यो जुत्ता राख्ने भइहाल्यो, सुजहरू राख्ने। डेग स्पेस कतिको रहेछ, डेग ठिकै हो। वाइफाई पासपोर्ट यता, सिसिटिभी क्यामेरा, रिजर्भको लागि सम्पर्क नम्बर यहीँ छ। यो अर्को अर्घा दरबार 12-11। यो चाहिँ हाम्रो मुन्ना अङ्कलको होला, मुन्ना थापाको 12-11। यो चाहिँ हाम्रो शान्ति बगैँचा अर्घाखाँची सन्धि खर्क है। काउन्टरहरू यता छ पश्चिमको त्यो हो। अरू काउन्टर पनि छ यता अर्घा भगवती देउरालीको। अनि यहाँदेखि चाहिँ 4 बजे छुट्ने बस ठ्याक्क। बस पार्कदेखि 3:45। अब चाहिँ बसको डिपार्चर टाइम भइसक्यो है त। ल हाम्रो काउन्टर चाहिँ उ त्यो मिलन दाइ आज छैनन्, कता गएछन् यार। यो चाहिँ हाम्रो पश्चिम नेपालको काउन्टर है। कामना एसी बसको टिकट चाहिँ यहीँदेखि पाउँछ है। काठमाडौँ दिल्ली जता जानु छ सब यतादेखि। यो चाहिँ हाम्रो कामना एसीको इन्टेरियर भ्यू है। टिभी चलेछ, फ्यान एसी सबै आइछ होला। खाली छ है गाडी। मङ्गलबार खासै मान्छे हिँड्दैन यता। लास्ट सिट वाइफाई पासपोर्ट वाइफाई कामरा 5-5 सुपा देउराली। ठ्याक्कै आइदियो यार। जम ओभर गर्नु छ है, गाह्रो छ यार भिडियो बनाउनु।